सबैलाई नमस्ते स्वागत छ। मैले आज बोल्न गइरहेको कुरा चाहिँ के हो भने अहिले नेपाली जनताहरूमा चाहिँ सबैभन्दा बढी ठुलो या भइरहेको त्यो डरको बारेमा चाहिँ एक्सप्लेन गर्न गइरहेको छु। जुन चाहिँ अहिले के भन्छ यो धेरै जस्तो नेपाली जनताहरूलाई चाहिँ के लागिरहेको रहेछ भने यो सुकुम्बासी उठाउने क्रममा चाहिँ के भन्छ ऐलानी जग्गाहरूमा बसिरहेको व्यक्तित्वहरूलाई पनि उठाउँछ सरकारले, त्यो राख्दैन हैन। कम्प्लिटली चाहिँ उनीहरूको अरू ठाउँमा चाहिँ उनीहरूलाई व्यवस्थित गर्छ, त्यो जग्गाहरू सबै चाहिँ सरकारको उसमा लग्छ हैन, र त्यहाँबाट त्यो बस्तीलाई चाहिँ हटाउँछ भन्ने कुराहरू चाहिँ भइरहेको छ। तपाईँहरू सबैले एउटा कुरा चाहिँ के बुझ्नुहोस् भन्दाखेरि चाहिँ ऐलानी जग्गा र सुकुम्बासीहरू भन्ने कुरा चाहिँ कम्प्लिटली फरक कुरा हो है। ऐलानी भनिसकेपछि 20-30 या 40 वर्ष पहिलादेखि चाहिँ कुनै जङ्गललाई फडानी गरेर बस्न मिल्ने लायकको जमिनमा, जस्तै सार्वजनिक जग्गाहरू चाहिँ टच नभएको हैन, जस्तै स्कुलकोहरू भयो, मठ मन्दिरहरूको भयो, या कुनै सरकारले तोकेर राखेको सरकारी जग्गाहरू भयो हैन, या स्कुल्सहरू भयो, या कुनै कलेजहरू हैन, युनिभर्सिटीहरू भयो, त्यस्तो कुनै पनि जग्गा। अनि अर्को भवितव्यको कारणले गर्दा त्यो जनताहरूलाई कुनै पनि भौतिक अवस्थाबाट चाहिँ के भन्छ त्यसलाई असर नपर्ने गरेर छुट्याइएको ठाउँ जहाँ चाहिँ मानव बस्ती चाहिँ बस्नै मिल्दैन त्यस्तो ठाउँमा गइरहेको र बसेको विगतको 15-20 वर्ष 30 वर्ष त्यो म्याटर गरेन। तर सरकारले आजभन्दा सयौं वर्ष अगाडिदेखि जुन बनाउँदै आइरहेको मापदण्ड अनुसार थियो, जस्तै खोला छ, नाला छ हैन, त्यस पछाडि तालहरू छ हैन, कुनै अरू सार्वजनिक जग्गाहरू छ जहाँ चाहिँ प्राकृतिक प्रकोपले चाहिँ भोलिको समयमा मानव क्षति हुन सक्छ, त्यस्तो ठाउँहरूलाई कम्प्लिटली सरकारले, या पहिला राजा हुँदा होस् या गणतन्त्र आएपछिको नेपाल सरकार होस्, उनीहरूले चाहिँ कम्प्लिटली पहिले नै त्यो यो खोलाको दायाँ र बायाँ यति स्पेस चाहिँ खाली हुनुपर्छ भनेर उनीहरूले मापदण्ड अनुसार अलरेडी त्यो चिज गरिसकेका थियो। र सार्वजनिक जग्गाहरू कुनै पनि अतिक्रमण गर्न नमिल्ने भन्ने त्यो कुराहरू चाहिँ अलरेडी त्यहाँ गरिसकेको थियो। तर राजनीतिक पावर र पहुँचको कारणले गर्दाखेरि धेरै व्यक्तित्वहरूले त्यो हिजोको दिनमा गर्दै आइरहेको होइन, यो 38-40 वर्षको अन्तरालमा चाहिँ बहुदलीय सिस्टम आइसकेपछि पहुँच र पावरको आधारमा यी चिजहरू चाहिँ धेरै ठाउँमा नेपालको धेरै कुना काप्चाहरूमा यो चिजहरू गलत चाहिँ भएको छ है। तसर्थ त्यो बसोबास गरिरहेका व्यक्तिहरूलाई चाहिँ कम्प्लिटली सुकुम्बासी छ भने, जसको कुनै पनि ठाउँमा घर जग्गा केही पनि छैन, अनि उसलाई बस्नको लागि कुनै सानो पनि उसको कुनै अरू ठाउँमा प्लेस छैन, ठाउँ छैन भने त्यस्तो व्यक्तित्वहरूलाई चाहिँ छानेर सरकारले जग्गा दिने र बाँकी भइरहेको हुकुमबासी, जुन सुकुम्बासीको के भन्छ, सुकुम्बासीको चाहिँ कम्प्लिटली चाहिँ नाटक ढोङ गरेर त्यहाँ बसेर त्यो जग्गा अतिक्रमण गरिरहेका व्यक्तिहरूले चाहिँ न्यूनीकरण गर्ने, त्यसलाई सेटलमेन्ट गर्ने र सही रियल सुकुम्बासीलाई चाहिँ व्यवस्थित गर्ने भनेर उनीहरूले चाहिँ बनाएको। तर ऐलानीमा बसिरहेको व्यक्तित्वहरूले त कम्प्लिटली नालामा छ, सार्वजनिक जग्गामा छ, या अरू कुनै पनि ठाउँमा छ भने कम्प्लिटली त्यो चिज खारेज चाहिँ हुन्छ, त्यो 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 चिजलाई चाहिँ उनीहरूले हटाउँछ नै। तर बाँकी अरू ठाउँमा भएका अव्यवस्थित रूपमा, व्यवस्थित भन्नाले जस्तै लाल पूर्जाहरू दिन्छ सरकारले, कम्प्लिटली तपाईँको भनेर नागरिकलाई दिन्छ, त्यो व्यवस्थित भयो। अव्यवस्थित भनेको तपाईँले 20-30 वर्षदेखि त्यसको त्यो भोगचलन गर्नुभएको छ, सही मापदण्डभित्रै बस्नुभएको छ, सरकारले तोकेको ठाउँहरूमा बस्नुभएको छ, कुनै पनि किसिममा कब्जाहरू भएको छैन हैन, जग्गाहरू अतिक्रमण गरिएको छैन भने तपाईँले भोगचलन गरिरहेको चिजमा तपाईँले कर तिरिरहेर बस्दै आउनुभएको छ भने त्यसलाई चाहिँ सकेभन्दा चाँडो सरकारले चाहिँ लाल पूर्जा चाहिँ प्रोभाइड गर्ने हो अब चाहिँ। किनभने त्यो अव्यवस्थित रूपमा छ, अव्यवस्थित रूपमा भएका
व्यक्तित्वहरू नागरिकलाई चाहिँ कम्प्लिटली व्यवस्थित चाहिँ गर्नको लागि चाहिँ यो कदम चाहिँ बालन सरकारबाट चाहिँ चालिएको हो। अब हुन चाहिँ कुनै पनि कुराको एउटा दुईटा पाटो हुन्छ, कसैले त्यसलाई राम्रो तरिकाले लग्छ, कसैले नराम्रो तरिकाले लग्छ। 2-3 जना अस्ति सुसाइड गर्नुभएको छ त्यहाँ। त्यो कुरालाई कसरी जनताले बुझ्ने, केले बुझ्ने होइन, त्यसको कारणले पनि धेरै व्यक्तित्वहरूमा एक किसिमको त्रास चाहिँ आएको छ। सो ऐलानी र सुकुम्बासीहरू भन्ने कुरा चाहिँ फरक हो। तपाईँ हामीले डराउनु पर्ने होइन, भइरहेको जग्गा हाम्रो उडिहाल्छ कि गइहाल्छ कि लग्छ कि भन्ने कुराहरूमा चाहिँ डराउनु पर्ने चाहिँ आवश्यक छैन। सो समाजमा भइरहेको व्यक्तित्वहरूबाट थोरै बुझेर धेरै बोल्ने, धेरै जानेको छु भनेर त्यो कुराहरूलाई चाहिँ बढी एक्जाजुरेट गरेर डर पैदा गरिरहेको छ हाम्रो समाजमा, त्यस्तो कुराहरू चाहिँ सुन्नु भएन। एकदम राम्रोसँग बालन सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरामा चाहिँ अध्ययन गर्नु होला, त्यो कुरालाई बुझ्नु होला, त्यसपछि तपाईँलाई प्रष्ट हुनेछ त्यो कुरा चाहिँ है। अव्यवस्थित भइरहेको जनताहरूलाई व्यवस्थित गर्नका लागि र नातावाद कृपावादको आधारमा राजनीतिक पहुँच र पावरको आधारले हिजो अतिक्रमण गरेका जग्गाहरू, जस्तै 2 बिघा जग्गा थियो स्कुलको, स्कुलले अतिक्रमण गर्थ्यो 5 बिघा बनाइदियो होइन। खोलाको मापदण्डभन्दा पर जग्गा थियो उसको, तर उसले खोलासम्म ल्याएर खोलामा ढुङ्गाहरू राखेर वाल बनाएर त्यसलाई आफूलाई बस्न लायकको बनाएर त्यो जग्गा अतिक्रमण गर्यो। त्यो जान्छ होइन। स्कुल्सहरूको गयो, सरकारी जग्गाहरूको अतिक्रमण गरेको छ भने त्यो पनि गयो, खोला नालाको छेउमा बसिरहेको छ त्यो पनि गयो, किनभने त्यो बसिरहेकै व्यक्तिकै लागि हो होइन। हिजोको दिनमा काठमाडौँमा मनोहरा र बागमतीमा बर्खायाममा चाहिँ बाढी आउँदा सुकुम्बासीहरूले कति कुराहरू झेल्नु परेको छ होइन। रियल सुकुम्बासीको जाने ठाउँ त कहीँ पनि छैन, डुबे पनि त्यही हो, मरे पनि त्यही हो। तपाईँले अगाडिको इतिहास पल्टाएर हेर्नुहुन्छ भने सुकुम्बासीहरू बाढी पहिरोले धेरै मरेको तपाईँले पाउनुहुन्छ त्यहाँ। हुकुमबासी त उसको बस्ने होइन त्यहाँ, उसले त त्यहाँ भाडामा दिएको छ, उसको घर त बस्ने अरू ठाउँमा छ, उसलाई केही फरक पर्दैन त्यो कुराले होइन। मर्ने भनेको त रियल सुकुम्बासी हो नि त। सो तसर्थ त्यो भोलि आउने समयमा कुनै पनि किसिमको समस्याहरू नहोस्, कम्प्लिटली व्यवस्थित होस्, एकजना पनि न्यायभन्दा बाहिर नजाओस्, राष्ट्रभित्र गरिबी कुराहरू चाहिँ मेटियोस् र सही ढङ्गले चाहिँ जनतालाई र राष्ट्रलाई अगाडि लगेर बढ्न मिलोस् भन्ने आधार या त्यो हेतुले चाहिँ अहिले चाहिँ बालन सरकारले गरिरहेको कदम चाहिँ त्यो हो है। यसरी चाहिँ यसलाई बुझ्नु होला। ऐलानी र सुकुम्बासीको समस्या भनेको फरक कुरा हो, त्यति बुझ्नु होला है त। हस्त नभए फेरि तपाईँलाई के लाग्छ भने चाहिँ कमेन्ट गर्नु होला, अर्को भिडियो म फेरि बनाउनेछु।